ओडिसाका सन्त अच्युतानन्द दासजीद्वारा 600 वर्ष अघि लेखिएको भविष्यमालिका ग्रन्थमा तेस्रो विश्वयुद्धका बारेमा भविष्यवाणी गरिएको छ। होइ महासमर, देश देश मध्ये अति प्रबल लो जाइफुल, पृथ्वी होइ जीवनार खार। देशहरूबीच यस्तो भीषण महायुद्ध हुनेछ कि सम्पूर्ण पृथ्वी खण्डहर र मरुभूमिमा परिणत हुनेछ। यो युद्ध एकै स्थानमा नभई विश्वका विभिन्न भागमा एकैसाथ लडिनेछ। अमेरिका रुससँग, अफ्रिका जर्मनीसँग र भारत आफ्ना छिमेकी राष्ट्रहरूसँग युद्धमा होमिएको हुनेछ। यो एक परमाणु युद्ध हुनेछ जसले संसारलाई तहस-नहस पार्नेछ। जापानो रो मोने थिबो हिरोशिमा कथा। जापानले सन् 1945 मा हिरोशिमा र नागासाकीमा भएको परमाणु हमलाको बदला लिनेछ। यसै प्रतिशोधका कारण जापान पनि युद्धमा उत्रनेछ। न्युयोर्क सहारा धवनस्पदा होइजिबा। अमेरिकाको न्युयोर्क सहर पूर्ण रूपमा ध्वस्त र सुनसान हुनेछ। त्यहाँ कुनै पनि जीवित प्राणी बाँकी रहने छैनन् र यो सहर मरुभूमि जस्तै बन्नेछ। रुस, जर्मनी, इटाली र टर्की जस्ता देशहरूले पनि ठूलो क्षति बेहोर्नु पर्नेछ। भारतमा आक्रमण र ज्योतिषीय योग। मेनो शनि मेडो गो हो हेबो जेते बेडे। जब शनि ग्रह मीन राशिमा प्रवेश गर्नेछ तब भारतमा भीषण युद्ध सुरु हुनेछ। ज्योतिषीय गणना अनुसार यो योग 29 गते असार 2025 मा आउँदैछ। केही मत अनुसार यो 2024 कोलम्ब अन्त्यतिरै सुरु भइसकेको छ। यस समयमा चीन, पाकिस्तान र 13 वटा मुस्लिम राष्ट्रहरू मिलेर भारतमाथि चारै दिशाबाट जल, थल र वायुमार्ग आक्रमण गर्नेछन्। मालिकामा लेखिएको छ कि शत्रुहरूले भारतलाई मेटाउने प्रयास गर्नेछन्, तर भारत भगवानको स्थान भएकाले स्वयं प्रभुले रक्षा गर्नुहुनेछ। दिल्लीको सङ्कट र सैन्य शासन। मिनो शनि भोगो ठारू महाभयो हेबो, दिल्ली सम्राट के आसी विपदो पडिबो। शनि मीन राशिमा रहँदा दिल्लीका शासक प्रधानमन्त्रीमाथि ठूलो विपत्ति आउनेछ। बाह्य सेनाको उत्पातका कारण शासन व्यवस्थामा समस्या आउनेछ र केही समयका लागि मिलिट्री शासन, सैनिक शासन लाग्न सक्ने संकेत मालिकाले दिएको छ। मित्र र शत्रु राष्ट्रहरू। तेस्रो विश्वयुद्धमा विश्व 2 भागमा विभाजित हुनेछ। भारतको पक्षमा रुस, जर्मनी, जापान र फ्रान्स। भारतको विरुद्धमा चीन, पाकिस्तान, अमेरिका र 13 मुस्लिम राष्ट्रहरू। भारतीय सहरहरूको अवस्था। कोलकाता। चीनको आक्रमणका कारण कोलकाता सहर श्मशान जस्तै बन्नेछ। प्रसिद्ध काली मन्दिरमा बम खस्नेछ र सहरको रूपरङ्ग पूर्ण रूपमा परिवर्तन हुनेछ। दिल्ली, मुम्बई र चेन्नई शत्रुहरूको पहिलो निशाना यी सहरहरू हुनेछन्। दिल्लीमा पहिलो रकेट हमला हुनेछ र यो सहर ध्वंसको थुप्रोमा परिणत हुनेछ। प्रभु कल्कीद्वारा परमाणु बमबाट रक्षा। परमाणु जे बोमा जारा लागि विदेशी गाडीमा। जब शत्रु देशहरूले भारतमाथि परमाणु बम प्रहार गर्नेछन् तब भगवान कल्कीले आफ्नो शक्तिले ती बमहरूको दहन शक्ति, जल्ने क्षमता तानिदिनुहुनेछ, जसका कारण परमाणु बमहरू पड्किने छैनन् र निष्क्रिय हुनेछन्। यो चमत्कार देखेर विदेशी सेनाहरू डराएर भाग्नेछन्।